ल अब 10 रुपैयाँ छैन यताबाट 10 भयो तिम्रो ल्याएर अब मपट्टि खेच्छ यताबाट मेरो पैसा गयो होइन 1000 को पत्तो चिली यहाँ 5000 को पट्टो बडा ठुलो बडा है हाम्रो त लास्ट ल केटा यस्तै छ जिन्दगी होइन चलि नै रहेछ अब यता जाऊ त तिम्रो बाइक So hello guys, welcome back to my another video. It's me City Vlog from Kathmandu, Nepal हैन अनि के कारणवश मैले मेरो दुईटा हो कि तीनटा भिडियो गाडीको साउन्ड बढिरहेको छ के यहाँ अनि मैले के कारणवश दुईटा हो कि तीनटा भिडियो डिलिट गरेँ हैन अनि पछि भनौँ न त्यो चाहिँ अब हाम्रो यहाँ सायन भाइ चाहिँ आज टाक्नुहुन्छ त्यो कपा देखा त क्याप खोल त हो यसको अब त्यो सब जान्छ सब कभर टाक्नुहुन्छ आज हेर यहाँ गाडी लगाएको जस्तो छ यसलाई के त दोस्त के भन्नु छ सब्सक्राइब यहाँ मलाई त्यहाँ पुलिसको भेनमा हुन्छ नि कोच्या जस्तो फिल भइरहेको छ यार फाइनली पशुपति चाहिँ आइयो होइन अब साइम भाइ टालु हुन्छ कति दिन बाँकी रे कति घन्टापछि टालु दियो साइम भाइ 1 घन्टा पछि ए अब बिचराको कभर जान्छ होइन अब त्यो हिसाबले बुझ्नु भइसक्यो होला होइन अब वर्तमानमा आएको भनेर यसको है हेरौँ कस्तो हुन्छ होइन लेट्स सी ए इङ्ग्लिसहरू बगाल्यो नि त्यसलाईको त अनि कुहिरेलाई म सिकाइदिन्छु कुरा गर्छस् पशुपतिमा आयो यहाँ जुत्ता निकाल्यो है मुजा निकाल्यो अब यहाँ गइरहेको छ होइन केटाहरू गइसक्यो कहाँ हो तिनीहरू बाँकी छ टक्कर आएर जाने हो मासतिर यसो बस्दिने हो एकछिन त्यसपछि चलिने हो जङ्गलतिर अब जङ्गलको भ्यू तपाईँहरूले हेर्नुपर्छ जङ्गल फेरि मङ्गल भेटेन अर्का पनि फेरि शिव यहाँ खै केटाहरू कहाँ गयो मासतिर होला नि यहाँ यस्तो गर नि यहाँ चाहिँ गर बरु एकजना मऱ्यो यार बटरफ्लाई लास मन दुख्यो यार चित्त दुख्यो चित्त दुखेर पित्त फुट्यो यार आम्मो मुटु चुरा चुरा भयो चुरा कतिवटा टुक्रा भयो 4वटा टुक्रा भयो यार जम्मा तिम्रो र त 1000 भन्दा बढी भयो नि कुन चाहिँ केटीले गर्दा हो उता पुगिसकेको छन् अङ्कल उता छ झिर्कियाहरू ल सबैजना हेर्नु होला ल ठिक छ बढिया सामान बोकेर हिँड्नु छु अब एकैछिनमा जिमको भइहाल्छ होइन डम्बर ए डम्बर टाउकोमा झन्डै छोएर बोक्नु मलाई ठ्याक्क बाहिर आइसक्यौँ हामीले होइन अनि अघि कति 1-2जनालाई हेरेँ मैले तर उनीहरूले हेरेन बिचरा मन दुख्यो होला है मन टक्कै खाएर है दोस्त टक्कैका साथी टक्कै ए अनि अलिकति केही 15-20 मिनट चाहिँ भजनमा अलिक मक्त भइयो होइन भजन छिर्यो त्यो नि सुन्दाखेरि आनन्द लाग्यो अलिक भिडियो बनाउनु पाइएन होइन त्यहाँनिर एकजनालाई देवी चढ्यो अरे त्यो देवी चढ्यो होइन हौ त्यो भाङ खायो अनि अलि हाफ माइन्ड हो क्या त्यही अनि अलि मक्त भयो बवाल मजा आयो होइन भजनमा चाहिँ अनि अब त्यहाँ छ थापाकाजी ओ थापाकाजी बुढीले फोन हाने सर पाइन्छ ए साइडमै बसिरहेको ओ थापाकाजी आइदिनु यताबाट चाहिँ हो यता जाऊँ न केही यत्रो घुम्छ फेरि दोस्रो ल्याङ नगर न यार जय शम्भु शिवजी धरतीमा आएको छ धेरै पछि अलिक के तोप चाहँदैन खै हाम्रो सायन भाइ कहाँ गयो हाम्रो तालु खै
देखेन यार कहाँ छ ए ऊ त्यहाँ रहेछ हाम्रो टालु हेर हाम्रो टालु त ढङ्गै छैन हेर्नुहोस् अघि भन्दा दामी दामी छ होइन सबैजना Sam bhai, how do you feel, bro? Huh? कस्तो फिल भइरहेछ गाइज वेलकम टु माई न्यू ब्लग होइन पुरानो हाम्रो चाहिँ हामी चाहिँ अहिले टाइम ट्राभल गरेर पुरानो जमानामा आइपुग्यो होइन ब्ल्याक एन्ड व्हाइट सबैजना होला होइन यताउति हेरिदिनु परेवाहरू त्यहाँ माथि बसिरहेको छन् होइन बाँकी के भन्नु बराबरतिर के लाग्छ अब सार्दुले त यो गेम खेल्दैछ अब हाम्रो साथी छ नि यता जो चाहिँ नि हाम्रो साथी क्या यो साथी यो साथीले दुई शब्द बोल्न चाहन्छ अरे ल बोल्देऊ त हेलो भइसक्यो 3 शब्द भयो साथीहरूको मजाकिलो रहेछ होइन मन पर्यो ल अब यसो हेरौँ यताउति हेर्दै जाउँ टक्कलाहरू भिडियो बनाउँदै जाउँ होइन पुरानो जमानाको त्यो यो रुख हेर न यो रुख पहिलाको जमानामा यस्तो रुख हुन्थ्यो अनि तपाईँहरूलाई म क्लियर सर्ट देखाइदिन्छु अहिलेको जमानाको नि बाबुहरूले सुन्ने अब बाबु बस्दा हुन्छ एकचोटि बसेर सुन्ने बाबुहरूले कस्ता मान्छेहरूलाई नमस्कार गर्ने कस्तो अवस्थामा कस्ता व्यक्तिहरूलाई नमस्कार गर्ने आदर गर्ने सत्कार गर्ने अब चाहिँ जान लागेको बाहिर होइन टक्कला टोकन नम्बर हेरिदिनु होला टोकन नम्बर 3354 यही हो हाम्रो चाहिँ होइन अब सायन भाइको चाहिँ यहाँ निलो छ लगभग ल अब हामी बाहिरतिर निस्किन आयौँ यो टक्कला अनि यता मान्छेहरू पस्दा पनि छन् हामी निस्किँदा पनि छौँ होइन टक्कलाहरू यही भयो गेट चाहिँ अब हल्का गाई आएछ हामीलाई हल्का गौमाता भन्छ र त्यसले मै बनाउँछ जस्तीमा सातो बोल्न लैदिएर कसम साथी तर्स्यो है तर्स्यो यही समय त कस्तो नभयो अब बल्ल है औडा कसम सातो बोल्न लैदिएर एक्कासी आउँदा सुरक्षा पैसा नि आएको है चेन्जहरू भाइ पैसा लिएर गइदिएला नि पैसा लिएर गइदिएला अफसरले फेरि पैसाले पैसा तान्छ कि थाहा छैन 100को हो पैसाले पैसा तान्छ कि 50 को लियो भने तिमीले 45 दिन्छ होइन 100 दियो भने 90 दिन्छ 5-10 रुपियाँले पैसाले पैसा तान्छ कि यतिको भिडियोमा यहाँ पनि पैसा तानिदिन्छ होला यहाँ त ल गाइज अब चाहिँ हामी यसो सोचु किनेर लायौँ होइन यस्तो ब्युटिफुल लेडीहरू यता साइडबाट अलि टाढा राख न अलि टाढा राख यसो हेर्दै जाने होइन त साथी अन्त कहिले यता हुन्छ कहिले उता हुन्छ हो कि कहिले उता नि हुन्छ उता माथि अब एकैछिन तिमी भन म बनाउँछु बरु ल भन ल ए यस्तरी पो हो लास्टमा यस्तो होइन यसरी कहिले यता हुन्छौँ कहिले यता हुन्छौँ कहिले जङ्गल हुन्छौँ कहिले कता हुन्छौँ होइन अहिले चाहिँ हामी टक्क चाउचाउ लिन आएको है चाउचाउ लिएर अब जुत्ता फुकाल्ने हो टक्क लाएर राखिदिने हो अब यता लिने हो
अघिको झोडा राखिदियो झोडा नि बोकेर हिँड्दा हामीले तपाईँलाई हुन्छ नि के अरे झोडै सानो छ अब त्यहाँ अनि एकैचोटि 3टा राख्नुपर्छ अनि त्यही भएर ल अब केटा जुत्ता निकाल अब सबैजनाले अब जुत्ता निकाल्ने प्रयासमा मुजा लाएरै जाने हो होइन मोटरसाइकल हुन्छ लाएर जाने हो लाएर जाने हो? हुन्छ लाएर जाने नि चौध खान लगाइ सानो भाइ 10 रुपियाँ दिन्छ तिमी कति रुपियाँ दिन्छौ 5 रुपियाँ 5 रुपियाँ ओए त कति दियो साइबरलाई अब त 10 रुपियाँ दियो हाम्रो बे भाइ जाम पानी खानु को नेपाली हो आएको होला नि त अमेरिका अस्ट्रेलियाबाट होला केटी चाहिँ विदेशी होला सायद केही नभए पनि भोला भोला खानु मिल्छ चुरा खानु मिल्छ गाडा खानु मिल्छ महादेवको मन्दिर हो नि त भोला चुरो गाडी सब खानु मिल्छ महादेवको मन्दिर हो नि बहुत घुम्यो तसके ओम भगवती भिक्षां मे देहि भन मागिरहनु पर्छ ओम भगवती भिक्षां मे देहि उतान जाने होइन साइमन त्यहाँ हेर्न त्यहाँ ऊ त्यहाँ थाप्न ओ साइम भाइ ए सक्दिनँ भनेर ओ साइमन त्यहाँ जान चोटि भयो खोइ 2 कि 3 चोटि भयो होला सायद आयो ए हाम्रो 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 साथी अब आउँदैछ होइन बनाउँदैछु कोल्टे यस्तो हो गुड बोय कोल्टे ओइ 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 ओ साइमन पकाएर दौडाउँछ नि त नि भान्जाहरूलाई त नि यहीँबाट भाग्ने हो सक्यो ल अब 10 रुपियाँ छैन यताबाट 10 तिम्रो ल्याएर अब मपट्टि खेच्छ यताबाट मेरो पैसा गयो होइन 1000 को पत्तो चिल्यो यहाँ 5000 को पट्टो यता पनि 1000 कै पत्तो 10,000 हो यहाँ देख्यौ यतिको दिन्छ कसैले दिँदैन सुरुमा मजा चाहिँ दियो है कति हाल्यो ले मजा चाहिँ यतिकै जातिकै भयो यति ठुलो भएर है हाम्रो त लास्टमा आउनु पर्छ हामी त लास्टमा हो अब हजुरले नि त्यसो गर्नु अनि टिका लाग्नु
लट्ठी झन् कालो देखिन्छ त धेरै चिकन नबनायो यार फेरि भाइ घरमा जाँदैन यार ए यो खाना हामीलाई पठाइदियो अब पानी एक मिनट बनाऊ है जाउँ जाउँ अब काठ पर ठुलोवाला पो लाउने हो त ए तिमीमा बनाइदियो ल केटा यस्तै छ जिन्दगी होइन चलि नै रहेछ अब जाऊ दोस्त अब छिटो पानी दाइ ओ दोस्त तिमी चाहिँ बहिनीलाई देऊ अब साइमन त्यहाँ दियो है बहिनीलाई ओ बहिनीले टिका लगाइदियो ए बहिनीले देऊ अहिले त्यहाँ दाइसँग माग है जाऊ न जाऊ ए यो सामान त दोस्त यो सामान होइन यो त त्यही पनि हामी त धनी मान्छे हो नि अम्बानी ऊ आयो आयो ओ निस्क्यो 1000 कोले निस्क्यो त्यो बहिनीलाई नि त्यहाँ हेर भाइ बहिनीलाई नि लगाइदियो बहिनीलाई नि लगाइदियो दोस्त मैले पनि लगाइदिएँ दिदो बहिनी दिएन भने हामीलाई भन है अब चाहिँ अब हामी जाने बेला भयो होइन घरतिर तपाईँलाई आएर गाडीमा चढिसक्यो साथी र म होइन हेडाएको हो भने टोटली मा भन्नु पर्यो भने हेडाएको अब यस्तो दुगा छ नि है दिनभरि कति हामी त कति 4:30 बजे निस्क्यो घरबाट 4:30 5 भन्नु 5 6 7 8 9 10 11 12 1 2 9 घन्टा भइसक्यो खबर घर जाने अर्को दोस्त यहाँ छ होइन घर जाने बेला होइन कसम 10 घन्टा हुन्छ कि घरबाट निस्केको बबीले होइन पुगेर कट्टा हान्छ कस्तो अघि फोटाइसक्यो ढल्ल चुरेर अब यस्तो 10 घन्टा भइसक्यो यार होइन अब त्यही अब घर जाने यसो अब नुहाउनु पऱ्यो होइन अब किनकि अब पशुपतिमा आएको बेला अब घाट पनि गइयो होइन घाट नि ओहो गल्फ मलाई यो खेल्नु मन लाग्छ यार कसम चाहिँ भयो अनि आर्य घाट पनि गइयो अनि अब त्यही भएर अब घर जाने बित्तिकै फ्रेस हुनुपर्छ होइन
नुहाउनुपर्छ। नुहाउनुपर्छ र फ्रेस हुनुपर्छ एउटै हो होइन, कोही फ्रेस हुनुको मतलब अर्कै हो ओ वर्ल्ड यहाँ कहिले बनाएको रहेछ उहिले बनायो थाहा छैन नि। मलाई त थाहा थिएन यार यहाँ देखेको थिएन म यो बाटो आउँदै आउँथेन म बस जाने बेला डाइरेक्ट उतै कलङ्की हुने जान्थेँ कि म जे होस् केटा हो, आज केटाको बर्थडेमा केटाको व्रत मण्डपमा चाहिँ हामीले दामी हाल्ने होइन, भिडियो पनि दामी दामी आएको छ। अब सबैजनाले हेर्नु होइन, लाइक सब्सक्राइब गर्नु सबै टक्क लाएर अनि मेरो नयाँ च्यानल पिके गेमिङ त्यसमा गएर सबैले फलो गरिदिनु होइन। म चाहिँ लिङ्कलाई मुनि हालिदिन्छु होइन, डिस्क्रिप्सनमा हालिदिन्छु अथवा आई बटनमा हालिदिन्छु, ट्याक्क त्यहाँ गएर क्लिक गरिदिनु होला है। अब मेरो मोबाइलको चार्ज पनि अलिकति कम छ होइन, यदि बाँकी भएछ भने ऊ यहाँ ल चलेको म पनि ल ऊ एयरपोर्ट टक्क अब 12 बजी जाने बेला टक्कै यहाँ आउनुपर्छ होइन, त्यही भएर अनि यसो त्यो बेलासम्म टक्क